जिल्लाको कथा पक्कै पनि तपाईँहरूले मन पराइदिनु भयो। यो जिल्लाको मात्रै कथा होइन, एउटा प्रतिनिधिको पात्र मात्रै हो यो जिल्ला, तर हामी सबैको कथा हो। हामीले पनि भोगेका छौँ। सङ्घर्ष गर्ने क्रममा तपाईँहरूले र यो जिल्लाले एकदमै धेरै धेरै धन्यवाद भन्नुभएको छ। अहिले ग्रीष्ममा खेल्दै हुनुहुन्छ फुटबल र हामी अर्को हप्ता सामुन्ने ल्याउने कोसिस गर्दैछौँ। को लागि भयो किनकि युरोप जस्तो कन्ट्री त्यहाँ फुटबल भएकै गर्छ, ल्याउनलाई एकदमै गाह्रो पर्दो रहेछ। त्यो पनि हामीले रिक्वेस्ट गरेर दर्शकलाई धन्यवाद दिनको लागि भए पनि ल्याउने भनेर हामी लागि परेका छौँ। मोस्ट प्रोबेबली चाँडै यो आउने हप्ताभित्रमा हामी ल्याउँछौँ 3 दिनको लागि। यो 3 दिनभित्रमा काठमाडौँ, कोलकाता, धरान, चितवन सबै ठाउँ भ्याउनु पर्नेछ। धेरै धेरै धन्यवाद। म तपाईँहरूलाई एउटै मात्रै विनम्र अनुरोध गर्दछु, आज तपाईँहरूले यो सिनेमा हेर्नुभयो, तर यो सिनेमा तपाईँहरूले हेरे सँगसँगै एउटा खेलाडीको जिन्दगी बनिँदैछ र सोअन भविष्यमा अन्य खेलाडीको पनि भविष्य बनिनेछ जसले राष्ट्रलाई विश्व सामु चिनाइरहेको छ। म एकदमै तपाईँहरूलाई सरप्राइज दिन चाहन्छु। आज मैले तपाईँहरूको सामुने विशेष व्यक्ति लिएको छु। हिजो मात्रै आइपुग्नु भएको आमा। यो आमा भन्ने शब्द नै यति ठुलो छ कि पक्कै पनि त्यो चलचित्रमा पनि आमाले तपाईँलाई धेरै रुवाएको हुनुपर्छ। म पनि भकानेको छु। आमा भन्ने चिजै त्यस्तो हुँदो रहेछ। त्यसले गर्दाखेरि मैले उहाँलाई दर्शकलाई भेटाउनै पर्छ। यति धेरै माया दिनुभएको छ। त्यो आमालाई ल्याउँदैछु, जुन आमा धेरै चलचित्रमा तपाईँहरू देख्नु भएको छ। चलचित्र लुट, कबड्डी, तपाईँको के अरे डाइङ क्यान्डलदेखि लिएर अन्य थुप्रै चलचित्र छ उहाँको। उहाँ एकमात्र एक्ट्रेस जसले सिङ्गापुरमा त्यो बेलामा इन्टरनेसनल बेस्ट एक्ट्रेस अवार्ड जितेको, नेसनल अवार्ड विन। मैले उहाँलाई अभिनयको किङ पनि भने र मण्डला थिएटरको प्रेसिडेन्ट पनि हुनुहुन्छ। नन अदर देन सृजना सुब्बा। मलाई सृजनालाई हेर्दाखेरि एन्जिलाको आमा जस्तै, रियल आमा जस्तै लाग्छ क्या। त्यो किसिमको एट्याचमेन्ट पनि छ र उहाँ चाहिँ विशेष कामले अहिले लन्डनमा हुनुहुन्छ। हिजो मात्रै आइपुग्नु भएको तपाईँहरूलाई भेट्नको लागि, मात्र 1 हप्ताको लागि। फेरि लन्डन फर्किनुहुन्छ। अहिले यहाँ फेरि मण्डला थिएटरमा फेस्टिभल पनि चलिरहेछ। अहिले तपाईँहरूले भेट्न पनि पाउनुहुनेछ। धेरै धेरै धन्यवाद। तपाईँहरूले आफ्नो फेसबुक, इन्स्टा अनि यो टिकटकदेखि लिएर अन्य विभिन्न सोसियल मिडिया मार्फत प्रचार गरिदिनु होला। आफ्नो साथीभाइ सर्कलहरूलाई पनि प्रचार गरिदिनु होला। र भर्खरै आइपुग्नु भएको छ। अब सिनेमामा पनि उहाँ रियलको पनि गडफादर, सिनेमाको पनि गडफादर प्रेम कुमार श्रेष्ठ। अरू कोही आउनु भएको छ यहाँ? छैन है। अब हाम्रो एन्जेलाको गडफादर प्रोड्युसर उहाँले टी सर्ट पनि ल्याउनु भएछ, फुटबल पनि ल्याउनु भएछ। यो पक्कै तपाईँहरूकै लागि है। अब धेरै रोयौँ हामी।